सर्वप्रथम हजुरले गुगल प्ले स्टोरमा गएर नेट टिभी डाउनलोड गर्नुहोला। आफ्नो मोबाइलको वेब ब्राउजर खोली हजुरहरूले www.cgdigital.nettv.com.np मा जानुहोला। यो लिङ्क खोलिसकेपछि यो फर्ममा देखाइएको अनुसार आफ्नो डिटेल्सहरू भर्नुहोला। हजुरहरूले आफ्नो पहिलो नाम, अन्तिम नाम, मोबाइल नम्बर, एड्रेस राख्नुपर्ने हुन्छ। त्यस पछाडि हजुरहरूले किन्नुभएको टिभीको भ्याट बिल र वारेन्टी कार्ड पनि यहाँ देखाएको अनुसार अपलोड गर्नुपर्ने हुन्छ। भ्याट बिल र वारेन्टी कार्ड हजुरहरूले अपलोड गर्नु भए पछाडि हजुरहरूले किन्नुभएको टिभीको ब्रान्ड छान्नुहोला र टिभीको ब्रान्ड छानिसक्नु भए पछाडि टिभीको साइज पनि छान्नुहोला। आफ्नो सबै विवरण भर्नु भए पछाडि क्रिएटमा क्लिक गर्नुहोला। क्रिएटमा क्लिक गर्नु भए पछाडि हजुरहरूको एकाउन्ट क्रिएट हुनेछ र युजर नेम र पासवर्ड हजुरहरूले राख्नुभएको मोबाइल नम्बरमा SMS आउनेछ। नेट टिभी एप हजुरहरूले खोल्नु भए पछाडि अदर्समा क्लिक गर्नुहोला। त्यस पछाडि ISP मा क्लिक गर्नुहोला र त्यस पछाडि CG डिजिटलमा क्लिक गर्नुहोला। यस पछाडि हजुरहरूलाई SMS मा आएको युजर नेम र पासवर्ड राखी हजुरहरूले लगइन गरेर नेट टिभीको मजा लिन सक्नुहुनेछ।